हेलो साथीहरू, नमस्ते छ सबैजनालाई र राधे राधे। र म चाहिँ आज बहुत दिन बादमा ब्लग दिँदैछु, हेरिदिनु होला। हामी चाहिँ यहाँ सबै रेडी भएर यहाँ माइजू हुनुहुन्छ, रेडी भएर एक जग्गा जानु निस्केको। र यो चाहिँ दिनकै तपाईँको 4:30-5 बजीको कुरा हो, बेलुकीको। र तपाईँहरूलाई म भिडियो देखाउँदैछु, हेर्दै जानु होला। हाम्रो चाहिँ यहाँ नेवार सम्मेलन लागेको छ र नेवार सम्मेलन चाहिँ हाम्रो घरदेखि अलिकति आगे जानुपर्छ, जुन के मङ्गलाबारी सेन्टर भनिन्छ। र मङ्गलाबारी सेन्टरमा वर्तमान हाम्रो नेवारी नियमको वर्तमान र छोराको र छोरीको चाहिँ बेलकरमा हुने नियम नीति त पहिले देखिन्छ, लेकिन नेवारी नियममा गरेको थाहा थिएन, यसपालि गरिँदैछ सबैजना मिलेर। वर्तमान चाहिँ मेरो छोरा र दादाको छोरा भदाईको हुँदैछ, भोलि रहेछ नियम, भोलि छ। अनि यो बेलकर्मको चाहिँ आजैबाट बहुत नियम नीति रहेछ र हामीलाई खबर दिनुभयो फिल्डमा जानुपर्छ भनेर। र हामीजना सबैजना गयौँ र तपाईँहरूलाई म पुरा नियम नीतिले देखाउन नसके पनि अलिअलि गरेर देखाइदिँदैछु, भिडियोमा हेर्न सक्नुहुन्छ। यो मेरो बुनु हो, बुनुको छोरी भूमि नेवार, उसकै वर्तमान बेलकर्म हुँदैछ। र मेरो छोरा अनुज र स्वरूपको भदाई स्वरूप चाहिँ भोलि वर्तमान हुन्छ। र तपाईहरु हेरिदिनु होला मेरो भिडियो, लाइक शेयर कमेन्ट पनि गरिदिनु होला, कस्तो के लाग्छ भनिदिनु होला। हेर्नु भयो भने थाहा हुन्छ। र सबै नियम नीति भएको बादमा यसरी नियमहरू बहुत हुँदो रहेछ, बहुत। तर गरेर पहिला चाहिँ लाग्दै थियो के नियम होला भनेर, लेकिन गर्दै जाँदाखेरि बहुतै राम्रो लाग्यो। नियमहरू राम्ररी बुझाएर भनिदिनु हुँदो रह। गुरुजी पनि यहाँ हुनुहुन्छ, मेन गुरुजी। र लाइटको फोकसले गर्दा यो रातिको भिडियो हो, राम्ररी देखाउन सकेको छैन। भोलि मेरो छोराको वर्तमान छ, म ब्लगमा तपाईँहरूलाई देखाउने छु। र सबैजना आशीर्वाद दिनु होला, उसको नতুन जीवन एउटा सुरुवात हुँदैछ। र मेरो छोरी हो, बहिनीको छोरी भूमि। र म चाहिँ मेरी छोरी नभएकोले छोरी नै मान्दछु र छोरी नै हो, बहिनीको छोरी त मेरै छोरी। र हामी चाहिँ नियम नीतिहरू गरिसकेर रातिको 9:30 जस्तो बजेको थियो घरमा आएर। आज चाहिँ निमकहरू खानु हुँदैन भन्नुभएको छ गुरुजीले। र हामीले रोटी चाय खाएर रातिको डिनर गरेर र भोलि हुने बेहुली भनेर अलिअलि मेहेन्दी, मलाई मेहेन्दी चाहिँ साह्रै लगाउन आउँदैन, र पनि अब बेहुलीको हातमा मेहेन्दी लगाइयो। बाई बाई, गुड नाइट सबैजनालाई।